कंगारू मेरो एकछिन भीमे माने लडा गर्ने माया गरियो हिजो हामी हसिना सिमसार आयो धेरै परिवर्तन भएको छ हसिना सिमसार अहिले चाहिँ के अरे यो ठाउँ हसिना सिमसार दादाको त्यहाँ छ त्यो बनाएको छ तल चाहिँ मोटु पत्लो छ है गाइजहरू मोटु पत्लोहरू चिङ्गम सरहरू मिङमा खुसी भएर हिँडेर आएको यहाँबाट हामी अनि हामी आइरहेको छु तिनजना ल दामी हरियाली भएछ गाइज प्रतीक्षा ल यहाँ टाइगर बाटो यताबाट जानुपर्छ है यताबाट जानुपर्छ ल हिँड्नु नगरी गेट यता हो अडिन अडिन ल कस्तो दामी आएको भाइ यार नि होइन यता यो जानु हुँदैन लु के भन्दै तिमी बोलिदियो गाइजहरूलाई हो त्यो दामी देख्यो क्या यहाँ सफा गरेको अब बनाउने हो नि त ए यहाँ झन्डा यहाँ माथि बुद्ध भाइलाई त छिर्नु दिँदो रहेछ नि काम गर्ने मान्छेहरू नि त यहाँ नि गौतम बुद्ध गौतम बुद्धको छिटो छिटो माथि माथि चढेर यता यता को छिटो गर्छ है भाइ कति सक्दैछ भाइ भाइ खोइ आमा बा 4 पाउ चढ पोखरी हो त्यहाँनिर एउटा खिचिन्छ हो सक्छ सक्दैन गाली हेर्छ म ल मिङमा जाला छ लड्नु बिस्तारै बिस्तारै तलको ठोकेन फेरि के निधार बिस्तारै 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 सफा गरेर चाहिँ पोखरी यहाँ माछा छ क्या त्यो दामी रुखको छ यहाँ त मुनि यार शीतल बस्नुको फुलहरू कस्तो दामी देख्यो हो यहाँ सुकेछ खट पानी सुकेछ त यहाँ त भाइ माछा मारेको हो क्या भीमेको यहाँ हेर्नु न के छ बनाइ भीमेले पुरै थर्काइरहेको छ त्यस्तै 25 रुपियाँ गोटा मानबहादुर छैन त नि अब त त्यति अपराधी ताजै लाग्छ त्यो कुकुर अझै बोली चाहिँ हो तर मैं तेरै चौक अरे चौक
दामी फुलेछ नि ज्याममा ज्याममा जिरी यस्तो बनायो लु निमा गलेछ बसिरहेछ झ्याउँदैछ त्यहाँ अब घर जानुपर्छ ल हजुर अब घर जानुपर्छ ल कता जानुभएको कता जाने अब यहाँबाट जाने घर यहाँबाट जानु सक्दिनँ उताबाट जानुपर्छ पाण्डा पाण्डाहरू त सबै खुइलेछ नि कलर यसको भित्र जाँदा हुन्छ त्यो पाण्डा भएको भित्र जाँदा हुन्छ के अरे यो आवाज को सुने भाइ के अरे यो के अरे बादल होइन यो के हो यो पाण्डा होइन होला हो पाण्डाको बच्चा हो भन खानको लागि दामी बनाएको छ अरे त चिल्लो बनाएको छ त टालो छ क्या ट्री हाउस पनि बनाएर छ यहाँनिर ट्री हाउस रुखमा नि आम्बो बना भाइ तैँले भिडियो खेल्दै आफ्नो हाम्रो तिम्रो कति खिच नचलाइ खिचिरहेको थियो भन्नु के बोल्नु बोल हेलो गाइज आज चाहिँ हामी उता यस्तो पिकनिकमा गएको रहेछौँ उता के भन्थ्यो हसिना सिमसार आएको यहाँ खेल्न आएको थियौँ हामी यहाँ खेल्न आएको मात्रै अनि उता माथि जाँदा हुन्छ यस्तो भएको ट्री हाउसमा जाने म त त्यहाँ चढेर पो जान्छु उता ल अगाडि पो आएर फेरि अगाडि पो खिचेछ ट्री हाउस चढ्ने बिमाङ चढ्नु माथि आएको खानु यहाँबाट चाहिँ बाटो त अलिकति फर्किनुपर्छ क्या यता दामी लड्छ भाइ बिस्तारै ल अग्लो पर्छ त आमामा ल लड्छ है फेरि भाइ यहाँबाट खिच्नुपर्छ ल बिस्तारै बिस्तारै लड्छ है फेरि सबसे ऊपर जाएंगे होइन लडिन्छ फेरि अहिले फेरि बिस्तारै भाइ लड्छ ल बिस्तारै आमा त पब्जीमा यस्तो पब्जीमा देखाएको जस्तो छ यो त भयो माथिबाट आमा पब्जीमा देखाएको जस्तो छ त अग्लो रिङबाटै चल्ने जस्तो भयो त भाइ नि बिस्तारै बिचमा दुलो छ त्यहाँनिर फेरि लडिन्छ नि त्यहाँबाट उता दुलो छिर्छ उता बसमा आइपुग्यो गाइस उता नजा बिचमा दुलो छिर्छ नि फेरि बनाउँदैछ नि यहाँ खेल्नुपर्छ हसिना सिमसार उता हेर्दा रिङगाडै चल्यो भाइ पब्जीमा खेलेको के अरे पब्जीतिर जस्तो छ त ठ्याक्कै तिमी घाम त्यहाँ लागिरहेछ डाइनोसर त्यहाँ पर डाइनोसरको मुन्टा देखिरहेछ अलिकति देखिस् यस्तो घाँटी भएको नि हो होइन होला भीमे पुरा भ्लग बनाउँदैछ यहाँ भीमे हेरौँ मनबहादुर हे मनबहादुर लु जाउँ मलाई त यहाँ मजा कस्तो अल्गो त जाछ बिस्तारै भाइ ल बिस्तारै भन्ने के हुन्छ यहाँ बिस्तारै होस् जाने ल आम्मा यस्तो छ नि
अरे होली रहेछ भाइ नि ल बिस्तारै झर झर बिस्तारै बिस्तारै है आई घुँडा दुख्ने रहेछ भाइ यहाँ त नि घुँडा दुख्ने रहेछ त एक्सर्साइज गर्नु यहाँ पर्नुपर्छ क्या हो अरे क्या तलमाथि चढ्नु घाँस काट्दै हुनुहुन्छ बाबाई सालको रुखमा बनाएर छ खतरा रहेछ त्यो गरेर बनाएर हो कराउन आयो बसेको गाडा छिटो कराउन आयो यता कराउन आयो पर भिमे डराएर त भन्दै डाइनोसर आए घुँडा दुखेर धिमे मासु दुख्यो त घुँडाको त्यो ट्री हाउसबाट तल खस्छ त ट्री हाउसबाट तल र माथि गरेको घुँडा दुखेर झनै मरिएन ध्याट जान सकिँदैन को नि त डाइनोसर त्यहाँ छ हेर न डाइनोसर आम्बो गाडी पनि जानु सक्दैन है अब सिममा डुबेर मात्रै मरिन्छ डाइनोसर त्यहाँ रहेछ निङमा के रहेछ अरे त्यहाँ हो सिमसार हेर न आमामा यार हेर त ल आमामा त्यो उयसको फुल आमा कस्तो यहाँ त सिम पुरै भिजेको होला नि त नि पानी हेर न फुल कस्तो मजाको फुल माछा मार्दैछ मान्छेहरू पसिना भयो त आज ल यति हो जाउँ अब ल कता बाटो जानुपर्छ रात परिसक्यो यार हिँड्दै हिँड्दै आएको भन्दा पनि के यस्तो छ चाहिँ घर लाग्यो हसिना सिक्छ घुमेर यसो घुमेर अब खाएर मिङमा आज खुसी छ घुम्नु पाएर होइन मिङमा हो कि होइन अनि मानालाई कस्तो लाग्यो त हो मानबहादुर हो मलाई पनि ठिकै लाग्यो राम्रै लाग्यो त्यो डाइनोसर चाहिँ हेर्न पाइएन डाइनोसर चाहिँ घाटमा जानु सकेन अब यहाँबाट घर जाने सिधै माथि गुम्बा निस्किने है ऊ माथि फेरि त्यहाँ किटली छ ठुलो किटली छ एउटा गुम्बा छेउमा हिँड्ने है सिमेन्टको बनाएको छ क्या ठुलो किटली ल गाइजहरू अब चाहिँ लाग्यो गाइजहरू यसो घुमेर हो चरा हेर न लाटोकोसेरो उड्दैछ यहाँ लाटोकोसेरो भाइ त तात्तै छ त हो नि गर्मी हसिना सिमसारबाट बो लागेर हामी यहाँ आइपुग्यौँ गाइस यहाँ मासतिर गुम्बा छ गाइस यहाँ मासतिर गुम्बा छ त्यहाँबाट हामी यसो जाने उता डिपु चोक बाटो राम्रो छ यहाँ त नि लडेलो लाएर छ नि पुरै अस्ति पहिले लडेलो लाएको थियो लाग्यो होस् बाटोमा किन बोक्नु भएको तिमीले झरे फुट्छ फेरि ल हो ऊ लड्छ मान्छे नि छैन अर्को लड्यो फोते गुम्बा त देखिँदैछ यता हो हामी जाने बाटो चाहिँ अघि चाहिँ देखेको जङ्गल जाँदा हामीले बाँदर थियो नि भाद्दारै बाँदर थियो डडेलो लाएर यस्तो बनाएको चाहिँ कसैले फटा हालेर लगाइदिएको हो कि आफै लगाएको हो कि के गरेको यस्तो यो गुम्बा देखियो नि त है हो यस्तो भएछ
होइन हौ कित्ली भनेको कित्ली पानी राख्ने क्या यस्तो छ जङ्गल राइट बरु यहाँ त पाउँथ्यो यहाँ निङ्गो त किक्ली कहाँ छ किक्ली कित्ली हो क्या कित्ली भयो किक्ली होइन क्या कित्ली किक्ली निङ्गो त बरु यता पाउँथ्यो क्या भिमे नि खोज्यो है कित्ली ऊ कत्रो भिमे हेर न म्याउ 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 पसिना काट्यो भने त आज भाइले पनि नुहाएको कामै भएन पसिना त गएको त कसरी तिर्खा लागेको छ नि कसैलाई अब घर पुगेर खाने पानी त खतरा भन्छ गुम्बा त नि मैले एसी पो राखेर त फेरि गुम्बाभित्र त ऊ एसी 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 रहेछ नि एसी भनेको के हो चिसो गर्ने क्या ए चिसो गर्ने कुलर हजुर चिसो बनाउने क्या आपा बाटो राम्रो छ नि त भनेपछि ए यस्तो रहेछ नि त नि कत्रो चिक्ली ऊ चिक्ली देखो चिक्ली चिक्ली त्यो गाडी हिँड्ने बाटै रहेछ नि त ट्र्याक्टर हिँड्ने ट्र्याक्टर हिँड्दैछ क्या म यो पिरे झाल कति हो पिरे उनी चाहिँ गाडी पनि हिँड्छ ट्र्याक्टर हिँड्छ यत्रो ठुलो त कहाँ हिँड्छ हौ यत्रो ठुलो कहाँ हिँड्छ हौ हिँड्छ नि कस्तो मजाको रुख रहेछ यता दुईवटा काफेमा कस्तो हावा एसी हो मिठो आयो हावा हावा आयो मिठो अहिले चाहिँ ल है घाम त्यहाँ पुगेछ अरे गाई घाम गुम्बा यस्तो बनाएर चाहिँ पहिला अर्कै थियो केटले ए खुला तार सार जाली त सबै हटाइसकेको छ तल पुगिसक्यो केटली यता चाहिँ बुढा सुब्बा अरे बुढा सुब्बा यतापट्टि चाहिँ बुढा सुब्बा चराको लुक तुरु गर्दैछ कता पनि हुन्छ ल शीतल भयो भाइ भित्र त चौरी बच्चा गर्छ ल घाँसै घाँसेर केटले यस्तो गइसक्यो कटिसक्यो अब गेट बनाएर फेरि यहाँनिर यस्तो यहाँदेखि छिर्दा हुने चाहिँ गेट लगाएको छ कि अलिक थाहा पायो मलाई नि ल चेतनकै रहेछ बुढा सुब्बा तार पनि यस्तै लडेर त भित्रभित्र मलाई त झ्याउ लाग्छ हौ कता नि झ्याउ पो लाग्यो किन झ्याउ लाग्यो काले कि गलिसकेर झ्याउ लाग्यो कि छैन गलेको किन झ्याउ लाग्यो भने त ढोग्नुपर्छ त मन्दिर पो त हजुर ढोग्नुपर्छ क्या मन्दिर हो लगेको शान्त है रात शान्त भाडामा च्याउ च्याउ गोल्डनको रहेछ त त्यहाँ त हो पियर कसरी रहेछ त त्यहाँ त ओ पियर नि हो पियर हो त्यो हो उफ त्यस्तो रहेछ नि नजाउँ यताबाट निस्केर ल यो त झन् खतरा रहेछ त ल गाइजहरू
हेलो हेलो गाइस अब भरे फेसबुकमा आउँछ युट्युबमा आउँछ नि तिमी युट्युबमा अँ के फेसबुकमा फेसबुक